हेलो साथीहरु, वेलकम टु आवर माई मिनी ब्लग। आज चाहिँ हामी तरुल खन्ने भनेर रेडी हुँदैछौँ। यहाँ खन्ती बोक्दै हुनुहुन्छ मेरो बुढो चाहिँ, म चाहिँ कुटी बोक्दैछु। हेरौँ आज हाम्रो घरको तरुल कतिको आउँदो रहेछ खनेर। आमाले लाएर जानुभएको तरुल हो, आमा पहाड जानुभएको छ अहिले। हामी चाहिँ अब टक्क तरुल खन्ने भन्ने सोचमा छौँ। कतिको तरुल आउँछ हेर। यो चाहिँ हाम्रो अम्बकको रुख भइहाल्यो। अनि यो चाहिँ यहाँ चाहिँ आँप छ, अनि यता लिची, अनि यहाँ हामीले अस्ति भर्खरै बगैनाको दाउराहरू सब झरालेर यहाँ राखेको रेडी बनाएर अब चाहिँ यसलाई टुक्राएर राम्रो गरेर राख्नुपर्ने छ। अनि यो चाहिँ लिचीको बोट भइहाल्यो। अनि यता केराको बोट छ। अनि यही बगैनाको मुनिनिर पुरा तरुल लगाउनु छ आमाले बोटै पछाडि। अब चाहिँ हामी टक्क लाएर यहाँ तरुल खान्छौँ। अनि हाम्रो यो गाउँ भइहाल्यो। अनि यता पनि गाउँ छ। यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ घर छ ठ्याक्क। अनि यहाँ चाहिँ हाम्रो लोकल टमाटर कस्तो राम्रो भइरहेको छ। यहाँ चाहिँ हाम्रो आफै हुन्छ कि लगाउनै पर्दैन, हरेक साल नै हुन्छ यहाँ चाहिँ टमाटर। अनि यता चाहिँ गाभा छ। यहाँ चाहिँ हाम्रो ठुलो मोटर हो, खेतमा पानीहरू लगाउने चाहिँ हामीले यहीँबाटै हो। यहीँ छ हाम्रो सिँचाइ, पानीको सिँचाइ चाहिँ। यो चाहिँ हाम्रो सेमी भइहाल्यो। सेमीको जाल हेर्नु न कस्तो राम्रो भइरहेको छ। अनि उतापट्टि कटर छ, फलफुलको रुख त टन्नै छ हाम्रो घर। अब चाहिँ जान्छौँ हामी तरुल खान्न। हेर्नु न, मैले यहाँ प्लान्टहरू टक्क लगाएर राखेको छु गमलामा चाहिँ। अब चाहिँ यहाँ अचार सुकाएको छु, मुलाको अचार, डल्ले खुर्सानी। अब चाहिँ हामी जान्छौँ तरुल खान्न। अनि यहाँ कुखुरा पालेको हेर्नु न, हाम्रो दुइटै खानामा टन्नै कुखुरा छ। यता राई सागहरू लगाएको छ, यतातिर धनियाँ छर्ने भने ठाउँ राखेको। अहिले एकछिनमा टक्क धनियाँ छर्ने हो। अब चाहिँ हामी यता तरुल खोज्नपट्टि लाउँछौँ। हेर्दै जानु होला। छिटो आउनु हजुर पनि, ट्याक्क तरुल खानुपर्छ। खासमा माघे सङ्क्रान्तिमा खन्नुपर्ने, माघे सङ्क्रान्तिमा भ्याइएन, यस्तै भयो। अब चाहिँ हामी बल्ल अहिले चाहिँ माघे सङ्क्रान्ति मनाउँछौँ अब तरुल भनेर। ମୋର यहाँ पनि छ क्या, हेर्नु तरुलको घाम यहाँ छ, हो त्यहाँ छ, त्यहाँ पनि छ, यहाँ छ, बोटै पछि छ क्या यहाँ त। यो चाहिँ